हो क्या उत्पादनै छैन हाम्रो के छ उत्पादन छ है खेतबारीमा जो छ काम गर्न जानु मन पर्दैन किन काम गरे भने फेरि उतापट्टि आफ्नै साथीले आची पसिनाको नाइस भन्छ उ चाहिँ ब्युटी पार्लर भन्नु नरिसाउनु है दिदी म ब्युटी पार्लर जाउँ भन्दैछु अनुहार मेरो पिच नगरेको बाटो जस्तो छ तर नभेटेर नगाएको आफ्नो अनुहार मात्रै सुन्दर बनाउने कि यो देशलाई पनि सुन्दर बनाउने हामीले युवालाई म प्रश्न गर्न चाहन्छु है तपाईको पेटको लागि मात्रै तपाई चिन्ता गरिरहने कि यो देशको बारेमा पनि चिन्ता गर्ने त्यस्तो युवा बन्नुपर्छ अब है त्यस्तो युवा बन्नुपर्छ यो देश भत्किँदाखेरि बनाउन बोलाउँछु म त्यतिखेर ढोका बोक्न सघाउनुहुन्छ तपाईले हो त्यस्तो युवा चाहियो म जेनजीले भन्न चाहन्छु तपाईको वास्तविक पार्टी भनेको अरु के पार्टी होइन यो पार्टी हो यो पार्टीले मात्रै आफ्नो घोषणा पत्रमा जेनजी आयोग गठन गर्छौं हामी र जेनजीको सम्पूर्ण समस्यालाई बुझेर त्यो अनुसारको नीति बनाउँछौं भनेर घोषणा पत्रमा घोषणा गरेर निस्केको छ चस्मा लिन गएको अरे गाइज भाइ चाहिँ के हो केटालाई त हिरो देखेको छ त हौ सिकारी गाउँको सोल्डिनीहरू लडाउने भएछ त केटा अब ल अब हामी चाहिँ बिचमा अलिअलि भाइले भिडियो बनाइदिन्छ सो आज मेन भनेको प्रब्लम भनेको चाहिँ यो टायर र उयो देखा त चेन्ज पकेट सो मेन प्रब्लम भनेको चाहिँ यो चेन्ज पकेट दामी लागेको छ होइन भ्याउँछ कि भ्याउँदैन अनि यो चाहिँ टायर पनि गइसकेको अवस्था छ हाल्दै जानुपर्ने ल हामी चाहिँ कल्पेटो पबमा छौँ अनि त्यस्तो बवाल बनाएको छ भाइले अहिले चाहिँ हामी अन्तु पुग्न लागेको छौँ बजार बिच बाटोमा हेर्न सक्नुहुन्छ टायर त ठिकै छ टायरको कस्तो अलिकति हावा चाहिँ हाल्नुपर्छ माथि सो अब अलिक माथि पुगेर अनि खासमा हामी जानु लागेको भनेको चाहिँ सिक्कारी गाउँ जुन मेरो पुरानो भिडियोमा पनि हेर्न सक्नुहुन्छ दामी यहाँ चाहिँ बिहेको माहौल त्यस्तो भइरहेछ मसँग नम्बर छ केटा जान्दिन त नम्बर छ मसँग बेमा चारुलाई मैले दिएको छु स्पेसल वेट भाइ बिस्तारै खानु हौ हो क्या उत्पादनै छैन हाम्रो के छ उत्पादन छ है खेतबारीमा जो छ काम गर्न जानु मन पर्दैन किन काम गरे भने फेरि उतापट्टि आफ्नै साथीले आची पसिनाको नाइस भन्छ उ चाहिँ ब्युटी पार्लर भन्नु नरिसाउनु है दिदी म ब्युटी पार्लर जाउँ भन्दैछु अनुहार मेरो पिच नगरेको बाटो जस्तो छ तर नभेटेर नगाएको आफ्नो अनुहार मात्रै सुन्दर बनाउने कि यो देशलाई पनि सुन्दर बनाउने हामीले युवालाई म प्रश्न गर्न चाहन्छु है तपाईको पेटको लागि मात्रै तपाई चिन्ता गरिरहने कि यो देशको बारेमा पनि चिन्ता गर्ने त्यस्तो युवा बन्नुपर्छ अब है त्यस्तो युवा बन्नुपर्छ यो देश भत्किँदाखेरि बनाउन बोलाउँछु म त्यतिखेर ढोका बोक्न सघाउनुहुन्छ तपाईले हो त्यस्तो युवा चाहियो म जेनजीले भन्न चाहन्छु तपाईको वास्तविक पार्टी भनेको अरु के पार्टी होइन यो पार्टी हो यो पार्टीले मात्रै आफ्नो घोषणा पत्रमा जेनजी आयोग गठन गर्छौं हामी र जेनजीको सम्पूर्ण समस्यालाई बुझेर त्यो अनुसारको नीति बनाउँछौं भनेर घोषणा पत्रमा घोषणा गरेर निस्केको छ हाम्रो एजेन्डा हामीले तपाईको पार्टी खोलेदेखि नै सार्वजनिक गरेको अनि एउटा पार्टीलाई एजेन्डा छैन भनेर तपाईको चाहिँ
जिस्काइराखेको एउटा एजेन्डा निकालेछ। के निकालेछ भने 100 दिनमा सहकारी पीडितको पैसा फिर्ता गर्ने। अचम्म लाग्छ। आफैले काटेर घाउ बनाइदिने होइन, फिलामा यसरी प्लेटले चिरेर घाउ बनाइदिने अनि आफैले स्टिच हानिदिने। अनि मैले त राम्रो काम गरेँ नि भने त्यही मान्छेले हो पहिला पनि तपाईँको गृहमन्त्री हुँदाखेरि 22 दिनमा निर्मला पन्तको हत्यारालाई करेक्ट झ्याप गर्छु भनेर तपाईँको चुनाव जितेको होइन र? खोइ त 2 चोटि गृहमन्त्री हुँदा केही तपाईँको चाहिँ पक्रियो कि पक्रियो निर्मला पन्तको हत्यारा को र त्यसो अनुहार हेरौँ भने त्यही मान्छेले भन्दै थियो 100 दिनभित्रमा थोरैमा पनि 100 जना तपाईँको परदेशमा बसेका मान्छेहरूलाई फ्री टिकट तपाईँको छैन हामी लिएर यहाँ जागिर दिन्छौँ भन्दै हुनुहुन्थ्यो। एकजनालाई पनि ल्याउनु भएन जस्तो लाग्यो। ढाँट्नु कि साह्रो ढाँटेको बाबा, नढाँट्नु न, नढाँट्नु, किन ढाँट्नु होइन, नढाँट्नु। फेरि म प्रधानमन्त्री बन्छु भनेर तपाईँको छैन अब जो पनि प्रधानमन्त्री बन्ने रेस छ अहिले त। पार्टीको अध्यक्षहरू सबैले प्रधानमन्त्री बन्छ भन्ने स्वाभाविक पनि हो, सबैले भन्दा हुन्छ। मैले पनि भनिरहेको छु। एउटा फेरि फेसबुकबाट प्रधानमन्त्री बनेर हो गरेर हिँड्नेले चाहिँ फोहोर मैलासम्म व्यवस्थापन गर्न सक्नु भएन तपाईँले भनेर भनेको विदेशीले दिएन अरे। अब हेर्नु न कति हाँसो बाबा। ए बाबा तिम्रो नाकमा सिङ्गा निस्किरहेको छ, कचेरा छ, मुख धुओ न भनेको विदेशीले धुनै दिँदैन। कस्तो बाना हो विदेशी हस्तक्षेप हुनु अरे। फोहोर मैला जब फोहोर मैला तपाईँको व्यवस्थापन गरेर विदेशीले हस्तक्षेप गर्छ। नहुने कुरा सुनाएर फेरि त्यसकै पछाडि लागेको ओहै भन भन्दैन। ओहै भनेको फेरि एउटा गीतै निकालेको छ अहिले, आजको पनि निकाल्छ होला, निकालोस् है। काम छैन नि त होइन, त्यो उसमा बस्यो होइन, कतिखेर अर्को सापाको स्टेटस आउँछ र गाली गरौँ भनेर पर्खिराखेको हुन्छ, आँखा झिमिक नगरिकन हेरिरहेको हुन्छ है। त्यस्ता मान्छेहरूको काम हो। यहाँहरू सबैजनालाई म भन्न चाहन्छु अब यो देश है अब धेरै ढिलो। चाइनालाई हेर्नु न कहाँ पुग्यो, यो पनि चाइनिज त्यो पनि चाइनिज सबै बनाउनु उसले सब। यो साउन्ड बक्सहरू सबै चाइनाकै होला। हामीले चाहिँ कहिले बनाउने, कहिले पनि। यो फोनहरू सबै चाइनिजै हो। यो फोनहरू सबै आइफोन पनि चाइनामै बन्छ, सफ्टवेयर मात्रै तपाईँको चाहिँ अमेरिकाको हो, एप्पलको होइन। चाइनाले यो सबै इलेक्ट्रोनिक्स बनायो, हामीले कहिले बनाउने? हामीलाई त है, हामीलाई त केही पनि गर्न आउँदैन। त्यतातिर सोच्नु शिवहरू है, के हल्ला र के पछाडि कुदेर हा हु नभन्नुहोस्। मैले फेरि भनेको छु चुनाव तपाईँको छैन अस्ति दिएको छु, आइफोन 17 चुनाउदै दिएको छु। आइफोन 17 अमेरिकाले बनाएर देखायो। हाम्रो नेपालको युवा जसले मलाई ढुङ्गा बोकेर देश बन्छ भन्नेहरूले आइफोन 20 बनाएर देखाउनु। अनि सबभन्दा पहिलो ग्राहक मै हुन्छु, 5 लाख भएको किन्छु। खिसिटिउरी नगर्नुहोस् होइन। अमेरिका त तपाईँको छैन, रसिया त चाइना त मङ्गल ग्रह पनि पुग्यो नि त, पुगेन? अनि हामीले यसरी मङ्गल ग्रह कहाँ हो भनेर हेरिरहेको हुन्छ। चर्बी जाँदाखेरि पानी हुँदैन, टोइलेटमा आपत पर्सेको पर्दैन। हाम्रो देश चाहिँ त्यस्तो अवस्थामा छ। अनि माथि मङ्गल ग्रहको कुरा है, क्यापिटल है, क्यापिटल इकोनोमी है भनेर बसिरहेको छ। के को क्यापिटल इकोनोमी? उसको करेसाबारीमा एउटा एक ढेडी खोर्सानी छैन खाने, क्यापिटल इकोनोमी। मलाई सिकाउने हामीलाई नहुने कुरा गरेको छ होइन। कति हाँस, म त अचम्म लाग्छ, साह्रै अचम्म लाग्छ क्या। फेद नटुपाको कुरा गरेको छ, आहा भनेको छ, त्यसरी चाहिँ भुने अरे। अब कानुन कसरी बनाउने बोले आहा गरेर बनाउने हो, केही छैन। हामी शिक्षाको कानुन, किसानको कानुन, हामी मजदुरको कानुन, विद्यार्थीको हकितको कानुन हामी बनाउँछौँ। यो देशमा हामी परिवर्तन ल्याउँछौँ। धेरै कुरा गर्न चाहन्न, अन्यत्र पनि जानुपर्ने भएको कारणले, 2टा अन्य कार्यक्रम पनि भएको कारणले, नत्र म दिनभरि नै सुनाउँथेँ तपाईँहरूलाई होइन मेरो मनको कुरा। यति मात्रै भन्न चाहन्छु, तपाईँहरूले चुनावमा भोट हाल्ने दिन मिडिया मार्फत भन्न चाहन्छु, 4वटा कुरालाई सम्झौँ। हर्क साम्पाको अनुहार आँखा चिम्लेको, आफ्नो नानीहरूको अनुहार
आफ्नो देशको माटो र यो देशको झन्डा। यति चारवटा कुरा झलक्क सम्झिनुहोस् है। सबैजनालाई म मिडिया मार्फत भन्न चाहन्छु, चारवटा कुरा सम्झाउनु। हर्क साम्पाङको अनुहार र हर्क साम्पाङले बोलेको कुराहरू अलिकति सम्झाउनु, आँखा चिम्लाउनु घोटालेन। अनि तपाईँको नानीहरूको अनुहार सम्झाउनु, तपाईँको नाति नातिना छ कि छोराछोरी छ साना, उनीहरूको भविष्य यो देशको माटोलाई सम्झाउनु, राष्ट्रिय झन्डा। त्यस पछाडि तपाईँको हात चुनाव चिन्ह अञ्जुलीको माटो भन्दा अरूतिर जाँदै जाँदा हामी बनाउँछौँ यो देशलाई, हामी बचाउँछौँ यो देशलाई, हामी जुट्नेछौँ यो देशमाथि उठाउन, हामी जुट्नेछौँ। असम्भव नै के छ र हामी जुट्ने भए। एकचोटि भनौँ त सबैले, असम्भव नै के छ र हामी जुट्ने भए, विभाजनका पर्खाल टेकी माथि उठ्ने है। यहाँ विभिन्न दलमा आबद्ध साथीहरूले पनि सुनिराख्नु भएको होला मलाई है। यसपालिको चुनावमा माटो चुनाव चिन्हमा भोट हाल्नुहोस्, देशलाई भोट हाल्नुहोस् है। त्यस पछाडि विकासको लय हामी निकाल्छौँ र गर्नेको काम गरेर प्रमाणित भएको मान्छे। त्यसो भएको कारणले यहाँलाई यो अनुरोध गर्न चाहन्छु। यदि भन्दै म मेरो भनाइको बिट मार्न चाहन्छु। तपाईँहरूसँग रमाइलो भेट भयो, ऐतिहासिक भेट मात्रै तपाईँको छैन, भेट मात्रै हामीले छैन उ गरेर हुँदैन। हामीसँग समानुपातिकको अर्को उम्मेदवार कृष्ण कुमारी राई, भेट मात्रै रमाइलो भएर हुँदैन, काम पनि रमाइलो हुनुपर्छ। काम रमाइलो गर्नका लागि फागुन 21मा चुनाव चिन्ह अञ्जुलीको माटोमा भोट हाल्नुपर्छ। यति भन्दै बिदा हुन्छौँ। जय माटो, जय देश, जय इलाम, जय फिक्र। धेरै धेरै धन्यवाद। आजको यस कार्यक्रमका प्रमुख अतिथि तथा श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष